हेलो साथीहरू एन्ड वेलकम ब्याक टु माई न्यू भ्लग होइन। अब आज चाहिँ ठुलो मामाहरूकोमा जान आँट्दैछौँ। अब सो यहाँ कपडा सुकाउने काम आइसकेको छ मेरो लागि। अनि यो यहाँ मसँग जाने भनेर रेडी भएको भए चाहिँ तर मैले आज लान्न होइन, लान्न भने चाहिँ लान्न। अनि अब यो कपडा सुकाएर आउने हो। अनि आज चाहिँ अब माथि तल्ला थप्नको लागि गिटीपालमा पनि झार्दै हुनुहुन्छ कि। सो म चाहिँ हुन्न होला घरमा, सायद बाबा हुँदाखेरि झार्ने होला। म चाहिँ अब ठुलो मामुकोमा जान आँटे हो कि। अब कपडा सुकाउने अनि ठुलो मामुकोमा गइहाल्ने हो अब। सो गाइज एज यु क्यान सी कपडा चाहिँ सुकाइसकेका छौँ होइन, ट्याक्क लाएर। यति धेरै कपडा भएको थियो एक मेसिन कपडा धुँदाखेरि। अब चाहिँ माथि भेस्ट ल्याएर ठुलो मामुकोतिर जानुपर्छ होइन। सो साथीहरू हामी यहाँ आइसकेका छौँ होइन। त्यहाँ नानी बसेकी छ अनि यहाँ कलमा ठुलो मामु पकाउँदै होइसिन्छ। के पकाउँदै ठुलो मामु? सबै कुरा पकाउँदै होइसिन्छ। सो फाइनल्ली आइसक्यो त्यत्रो मेहनत पछि। सो गाइज यहाँ खाना ल्याइसक्नु भएको छ होइन। अनि यहाँ मासु, अनि यहाँ माम, यहाँ अचार, यहाँ मुन्टा, अनि यहाँ बोडी, अनि यहाँ दाल, अनि हाम्रो दादा यहाँ होइसिन्छ। अनि भाइले मेरो भागबाट खाइरहेको छ होइन। सो अब खाना खाएपछि कतै नि गइन्न, यहीँ बस्ने हो। सो गाइज अब चाहिँ हिँडेँ होइन, बाई ल। अब ठुलो मामासँग ठुलो बाबासँग बाइकमा जाने। अनि ठुलो बाबा चाहिँ बाइकमा जाने भने कि अब सो गाइज यहाँ तरकारी बजार चाहिँ आइसकेका छौँ होइन हाम्रो ठुलो बाबासँग। अनि हाम्रो ठुलो बाबाको पसल चाहिँ यो रहेको छ। सो यहाँ हाम्रो ठुलो बाबाको पसलको ताजा ताजा तरकारी सबैजना किन्न आउनु होला होइन। कति नम्बर पसल हो ठुलो आयो? 43 नम्बर पसल होइन। गेट त्यहाँ छ, गेटबाट छिर्ने बित्तिकैको पसल यो। अनि यहाँ पुरा ताजा ताजा सब्जी खुर्सानी भर 12 बजे बिहान झार्नु भएको। अहिले भर्खर खन्याउँदै हुनुहुन्छ होइन। 12 बजे आएको, 12 बजेसम्म। सो गाइस ठुलो बाबाले अघिको भन्दा नि फेरि अझै धेरै तरकारी थपिसक्नु भएको छ होइन। यहाँ करेला, अनि यहाँ अघि खोर्सानी, अनि यहाँ भिन्डी, अनि त्यहाँ खोर्सानी, अनि यस्तै छ होइन। बजार चाहिँ यहाँको ठुलो छ कि एकदम यतादेखि होइन। वहाँ पछाडिसम्म फैलिएको छ। यहाँ हाम्रो अङ्कल भने अनि उता नि छ। यहाँ माछा पसल नि देखाए जस्तो लागेको कता हो, तर अहिले चाहिँ अब देखाउनु सक्दैन होइन, घर जानु ढिलो भइसक्यो के अरे ल। सो गाइस मेरो पछाडि चाहिँ तरकारी बजार छ होइन। म चाहिँ निस्किसकेँ तरकारी बजारबाट। बजार चाहिँ अति ठुलो छ होइन। एकचोटि तपाईँहरू नि आउनु होला, ललितपुरको बजार हो। अनि अब यताबाट कता हो बस चढ्ने ठाउँ नि थाहा छैन। अब यता जस्तै लाग्यो होइन। मम्मीले आउँदाखेरि आउनुहुन्थ्यो, शङ्का चाहिँ यतै लागि त हो यतै हो। यताबाट गएपछि ट्याक्क बस चढ्ने ठाउँ आउँछ होइन। अनि बस चढ्ने अनि सल्लाहहरू पुगिहालिन्छ। अनि अब आज घरमा फेरि काठहरू झारेको छ क्या अरे, त्यस्तो लागिरहेको छ। अनि त्यही देखाउँछु होइन। यत्रो भारी बोकेर बस पार्कमा आइसकेका छौँ। बस चाहिँ 2टा लागेको छ, तर कुनै नि मोड जाने बस चाहिँ कुनै पनि छैन कि। अनि उताबाट आउने हो होइन, मोड जाने बस अब लगनगिलतिरबाट, लगनगिल बानेश्वर चारैतिरबाट आउने हो। अब कति बेला आउँछ बस आउने टाइम लगाइदिन्छ यतातिर। सो गाइज होइन गाडी चाहिँ पाइसकेका छौँ, तरकारी यहाँ अनि यहाँ छ। अनि गाडी चाहिँ पुरै खाली छ होइन। अनि अहिले चाहिँ पेप्सी आइपुग्यौँ। अब सायद आधी घन्टा जस्तोमा पुग्छौँ होला। सो साथीहरू होइन यहाँ तरकारी लिएर चाहिँ ट्याक्क घरमा आइसक्यो। अनि अघि जस्तो भनेको थिएँ नि काठसाठ झार्दैछन् भनेर, अनि त्यो चाहिँ यहाँ बाहिर ल्याएछन्। अनि छतमा नि अलिअलि छ, अनि बाहिरबाट नि अलिअलि लोड अनलोड हुँदैछ होइन। अब बाँकी ब्लग भोलि देखाउने छु। सो थ्याङ्क यू सो मच फर वाचिङ। मन परेमा लाइक सेयर सब्सक्राइब गर्न नबिर्सिनु होला। सो फेरि अर्को ब्लग लिएर आउने नै छु। थ्याङ्क यू सो मच फर वाचिङ। बाई बाई।